सत्तापक्षका माननीयज्यूलाई सभामुख मार्फत भन्न चाहन्छु, म अलिकति पुरानो हो तपाईँहरूभन्दा, 1 वर्ष 1 कार्यकाल। पहिला पनि यस्तै हुन्थ्यो, सरकारका मन्त्रीले गलत गर्थे, आफै छानबिन समिति बनाउँथे र आफैलाई आफै निर्दोष साबित गर्थे, अनि बिचरा संसदमा ताली पट्काउँथे। जनता वाक्क भएर भदौ 23-24 भयो। तपाईँहरूलाई ध्यानमा राख्नुहोस्, देशका बहालवाला मन्त्री र देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन संसदीय छानबिन समिति चाहिन्छ, त्यसबाट छानबिन गर्नुपर्छ हामी। किनभने यो सामान्य कुरा होइन। यो आज देशका अर्थ करका दरहरू हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो त्यो सूचना? त्यो सामान्य कुरा हो। अनि भन्सारको एउटा कर्मचारीलाई थाहा हुने कुरा हो त्यो? कसलाई थाहा हुन्छ? जम्मा 3 जना मान्छेलाई थाहा हुन्छ यो देशमा तपाईँको अर्थमन्त्री करका दरमा। एउटा अर्थमन्त्री, यदि चाह्यो भने अर्थ सचिव, यदि चाहेपछि राजस्व सचिव। यदि अर्थमन्त्रीले अनुमति दिनुभयो भने कसरी सूचना लिक भयो? यो ठुलो अपराध हो र सुशासनको आँटमा बनेको सरकार हो यो। यो सरकार र अहिले सरकारको जुन 182 सिट आएको छ, 181-82, तपाईँ हामीले कुनै काम गरिरहेको होइन। जनता वाक्क भएर सुशासन हुन्छ भनेर आएका हुन्। अहिले कुशासनको बाटोतिर नलाग्नुहोस्, म तपाईँलाई अपिल गर्न चाहन्छु।